हाई फ्रेंड्स, म दिपेन्द्र खत्री। वेलकम बैक टू माई चैनल वेस्टिज विजयपथ। आज वेस्टिज विजयपथमा हामीहरू चर्चा गर्दैछौँ वेस्टिजको एउटा महत्त्वपूर्ण हेल्थ केयर प्रोडक्ट हेल्थ सप्लिमेन्ट फ्ल्याक्स ओइलको बारेमा, जुन हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेडको माध्यमबाट निरन्तर उपलब्ध भइरहेको छ तपाईँ हाम्रो स्वास्थ्यको लागि। साथीहरू, हाम्रो मुटु शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। मुटुले शरीरमा पम्पिङको काम गर्दछ। यसले अक्सिजन अनि पोषक तत्त्वहरूलाई रगतको माध्यमबाट सम्पूर्ण अङ्गहरूमा पुर्याउँदछ। यो प्रक्रियामा मुटुबाट निस्किने रगतलाई सम्पूर्ण अङ्गहरूमा पुर्याउनको लागि नसाहरू एवं धमनीहरू हुन्छन्। त्यसैले हाम्रो नसा एवं धमनीहरू स्वस्थ रहनु नितान्त आवश्यक हुन्छ। तर आजभोलिको भागदौडीमा फास्ट फुड, प्रदूषण, खानपानमा मिलावट, अत्याधिक केमिकलको प्रयोग अनि विशेष गरेर खाद्य तेलमा हुने मिलावटको कारण धमनीहरूमा कोलेस्ट्रोल तथा अनावश्यक बोसो जम्न थाल्छ, जसको कारण रगतलाई सजिलोसँग बग्नको लागि पर्याप्त ठाउँ हुँदैन। त्यसैले हाम्रो मुटु तथा नसाहरूमा धेरै दबाव पर्न जान्छ। यसकारण मुटुलाई त्यति नै काम गर्नको लागि पनि मेहनत गर्नुपर्छ, जसको कारण शरीर बिस्तारै बिस्तारै थाक्न थाल्छ र शरीर सुस्त पर्न थाल्छ र शरीरमा बिस्तारै बिस्तारै ब्लड प्रेसरको समस्या उत्पन्न हुन थाल्छ। अनि तपाईहरूलाई थाहा छ, एकपटक ब्लड प्रेसरको समस्या भएपछि फेरि जीवनभरि दबाईको सहारा लिनुपर्छ, जिन्दगी जिउनको लागि पनि। यस्तो समस्या बढ्दै गएपछि व्यक्तिलाई कुनै पनि बेला हार्ट एट्याक, प्यारालाइसिस तथा ब्रेन हेमरेजको जोखिम पनि बढ्दै जान्छ। यस्तो भएपछि व्यक्ति एन्जियोप्लास्टी, बाइपास सर्जरी आदि गरेर त बच्छ, तर मुटुले पहिला जस्तो सहज ढङ्गले काम गर्न भने सक्दैन। यी सबै समस्याको समाधान हामीलाई प्रकृतिले हजारौँ वर्ष पहिला नै दिइसकेको छ। त्यो अनुपम उपहार हो फ्ल्याक्स ओइल। फ्ल्याक्स ओइललाई नेपाली भाषामा आलसको तेल पनि भनिन्छ। फ्ल्याक्स ओइललाई नियमित प्रयोग गर्यौँ भने यसमा उपलब्ध ओमेगा 3 फ्याटी एसिडले हाम्रो नसाहरूमा कोलेस्ट्रोल जम्न नै दिँदैन भने यदि कोलेस्ट्रोल जमिसकेको छ भने यसको निर्धारित मात्रा नियमित सेवन गर्नाले खराब कोलेस्ट्रोललाई हटाइदिन्छ, त्यो पनि प्राकृतिक रूपले। फ्ल्याक्स ओइलमा साल्मन माछामा भन्दा 50% ज्यादा ओमेगा 3 फ्याटी एसिड्स पाइन्छ। साथै